रतन टाटा टाटा समूहको अध्यक्ष हुन्। टाटा समूह भनेको भारतको एक ठूलो व्यापारिक समूह हो। टाटा कम्पनी एउटा मल्टिनेसनल कम्पनी हो जसको व्यापार दुनियाँको धेरै देशहरूमा फैलिएको छ। टाटा समूहको व्यापार यति फैलिएको छ कि यदि टाटा समूहले सबै व्यापार एकैचोटि बन्द गरिदियो भने त्यसले इन्डियाको जीडीपीमा पनि असर पार्न सक्छ। त्यस्तै गरी टाटा समूह बन्द भएमा हजारौं हजार मानिसहरू बेरोजगार पनि हुन्छन्। टाटा समूहको लगानी केमिकल्स, त्यस्तै गरी गाडीहरू, रियल एस्टेट, होटेल, होम एप्लायन्सहरू र इन्सुरेन्स सेक्टरमा पनि छ। टाटा ग्रुपले थुप्रै कम्पनी चलाइरहेका छन्। ती मध्ये केही चलेकोहरू टाटा मोटर्स, टाटा टी, टाटा कन्सल्टेन्सी सर्भिसेस, ताज होटेल, टाटा पावर, टाटा केमिकल्स, टाइटन, टाटा टेलिकम्युनिकेसन आदि छन्। उनै सफल रतन टाटाले दिएको केही टिप्सहरू आज हामी तपाईहरुसँग शेयर गर्दैछौँ। उहाँका अनुसार हरेक व्यक्तिले सधैँ उच्च मानसिकता राख्नुपर्छ। जसरी फलामलाई कसैले पनि नष्ट गर्न सक्दैन, तर उसको आफ्नै जुन खिया हुन्छ त्यो आफ्नो खियाले आफैले नष्ट गर्छ। त्यसै गरी मानिसहरूलाई पनि अरूले भन्दा आफ्नै मानसिकताले नष्ट गर्न सक्छ। यदि हामीले आफ्नो मानसिकता उच्च राखेनौं र एकदम कमजोर मानसिकता बनायौं भने त्यसले आफैलाई हानि पुर्याउन सक्छ। रतन टाटाका अनुसार हामीले आफ्नो वरिपरिको मान्छेहरूसँग सधैँ राम्रो सम्बन्ध स्थापित गर्नुपर्दछ। सम्बन्ध राम्रो भयो भने त्यसले काममा धेरै सहयोग पुग्दछ। हामीले सधैँ राम्रो एटिट्युड बनाउनु पर्छ। मान्छेको सफलता र असफलतामा चाहिँ उसको क्वालिफिकेसन भन्दा पनि उसको एटिट्युडले पनि एउटा महत्त्वपूर्ण रोल खेल्दछ। यदि तपाईँ छुच्चो र घमण्डी हुनुभयो भने तपाईसँग जतिसुकै क्वालिफिकेसन भए पनि त्यसले काम नगर्न सक्छ। नम्बर 3, हामीले सधैँ अरूले भन्दा भिन्न काम गर्ने अथवा भिन्न सोच राख्नु पर्दछ। यदि हामीले सधैँ अरूको कपी पेस्ट गर्छौं भने त्यसले अब एडिसनल भ्यालु केही हुँदैन र हामीलाई अगाडि बढ्न अलि गाह्रो हुन सक्छ। यदि अरूको कपी पेस्ट नै गर्नु छ भने पनि त्यो अब छुट्टै तरिकाले अलिकति त्यसमा भ्यालु एडेड गरेर गर्न सक्यौं भने त्यसले हामीलाई फाइदा पुग्दछ। रतन टाटाका अनुसार यदि हामी व्यवसायी हौं भने हामीले ग्राहकको विश्वास जित्न सक्नुपर्छ, किनभने विश्वास भयो भने मात्र हामी सफल हुन सक्छौं। यदि कुनै ग्राहकको हामीप्रति विश्वास छ भने ऊ फेरि फर्केर आउँछ र यदि कुनै ग्राहकको हामीप्रति विश्वास छैन भने त्यो वान टाइम बिजनेस मात्र हुन जान्छ। हामीले हामीसँग कुनै सामान छ, अलि बिग्रेको सामान छ भनेदेखि हामीले ग्राहकलाई नबेचिकन त्यो सामान बरु खेरै जाओस्, 2 रुपैयाँ घाटा भए पनि हामीले त्यो घाटा सहेर ग्राहकलाई राम्रो सामान दियौं भने त्यो फेरि अर्को 10 चोटि आउँदाखेरि एकचोटिमा हामीले 2 रुपैयाँ फाइदा खायौं भने त्यो 20 रुपैयाँ फाइदा हुन जान्छ। तर हामीले आफ्नो बिग्रेको सामान यो 5 रुपैयाँ जाने सामान खेर जान्छ भनेर ग्राहकलाई दियौं भने एकचोटि त हामीले ग्राहकलाई चुकाएर बेच्छौं, तर अब पछि 20 चोटि 30 चोटि आउने ग्राहक चाहिँ एकचोटि आउँछ र पछि फर्केर नआउने हुन सक्छ। उहाँको अनुसार हामीले सफलताको कथाहरू पढ्नुपर्छ, किनभने त्यसबाट हामीले थुप्रै कुरा सिक्न सक्छौं। त्यसबाट हामीले सफल कसरी हुने भन्ने कुराहरू सिक्न सक्छौं र यसरी काम गर्दाखेरि सफल हुन सकिन्छ भन्ने एउटा मनभित्र विश्वास पनि जाग्दछ र जब मनभित्र विश्वास जाग्दछ, आफूले विश्वास लिएर त्यो काम गरिन्छ भने हामीलाई सफल हुन सजिलो हुन्छ। डाक्टर योगी विकासानन्दको अनुसार यदि हामी विश्वास लिएर काम गर्छौं भने त्यो काम सफल हुन्छ र यदि हामीसँग विश्वास छैन भने हामी 50% पहिले नै हारिसकेका छौं र बाँकी 50% विश्वास लिएर काम गर्छौं, तब हामीलाई सफलता पाउन धेरै गाह्रो हुन्छ। उहाँको अनुसार हामीले आफूलाई पहिले राम्रोसँग बुझेर आफ्नो योग्यता क्षमतालाई पहिचान गरेर त्यही अनुसार काम गर्न सक्यौं भने हामीलाई सफलता मिल्न सक्दछ। उहाँले भन्नुभएको अर्को कुरा के हो भने हामी संघर्षबाट कहिले पनि भाग्नु हुँदैन। जीवनमा समस्या आइरहन्छन्, त्यस्तै गरी व्यापार गर्दाखेरि पनि अनेक उतार चढावहरू आइरहन्छन्। जहाँ संघर्ष छ त्यहाँ सफलता पनि छ। जसले उतार चढावलाई पार गर्न सक्दछ ऊ सफल हुन्छ भने जसले उतार चढावको बीचमै त्यो छोड्दछ उसलाई चाहिँ नि अब सफलता पाउन चाहिँ अलि गाह्रो हुन्छ। यति भन्दैमा यो सजिलो चाहिँ होइन, यो बिचमा कठिनाइहरू जुन उतार चढावहरू आउँछ कुनै बेला चाहिँ एकदम गाह्रो उतार चढावहरू पनि आउने गर्दछ। यो भन्नलाई चाहिँ सजिलो तर व्यवहारमा गर्न चाहिँ गाह्रो हुन्छ। तर हामीले
व्यवहारमा यसलाई कठिनाइहरू बीच पनि सङ्घर्ष जारी गरेर काम अगाडि बढाउन सक्यौँ भने सफलता पाउने चान्सेस चाहिँ बढी हुन्छ। रतन टाटा त्यति धेरै सफलताको बावजुद पनि एकदम नम्र छन् र त्यो फलेको वृक्ष झुकेको हुन्छ भन्ने एउटा उदाहरण पनि हो। उनका अनुसार नम्रता पनि जीवनमा सफलताको कारणहरू बनिदिन सक्छन्। उनका अनुसार हामीले जहिले पनि केही न केही गर्नै पर्छ। हामीले जहिले पनि केही न केही गरिराख्यौँ भने त्यसले तत्कालै हामीलाई रिजल्ट नदिए पनि केही समयपछि भविष्यमा हामीलाई त्यसले पक्कै पनि एउटा राम्रो रिजल्ट दिनेछ। जस्तै कि अब हाम्रो केही काम छैन भने पनि हामीले कुनै किताब पढ्न सक्छौँ, कुनै विषयमा अध्ययन गर्न सक्छौँ। जब हामीले 10 वर्ष एउटै विषयमा अध्ययन गर्छौँ भने अब साइन्समा हुनसक्छ, अब केमिकलमा हुनसक्छ, स्टक मार्केटमा हुनसक्छ, कुनै पनि विषयमा हामीले डिटेल नलेज, राम्रो ज्ञान हासिल गर्न सक्यौँ भने हामी पैसाको पछि होइन, पैसा हाम्रो पछि लाग्छ। रतन टाटाका अनुसार तपाईँ जस्तो हुनुहुन्छ त्यसलाई स्वीकार गर्ने तपाईँको क्षमता त्यो विकास गर्नुपर्छ। कति मान्छेहरूले आफ्नो कमी कमजोरीलाई चाहिँ स्वीकार गर्न चाहँदैनन् र सुधार्न पनि चाहँदैनन्। कोही मान्छेहरू आफूलाई मात्र राम्रो अरूलाई खराब देख्छन्। कति मान्छेहरू आफ्नो राम्रो पक्ष मात्र हेर्छन् र कमी कमजोरीलाई नजरअन्दाज गर्छन्। हामीले आफ्नो राम्रो पक्षलाई यथावत राखेर आफ्नो भित्र भएको कमी कमजोरीलाई पनि बिस्तारै सुधार्दै जानुपर्छ। हामीले आफ्नो राम्रो पक्ष मात्र देख्ने र अरूको नराम्रो पक्ष मात्र देख्ने जस्तो गर्नु हुँदैन। अरूहरूको पनि नराम्रो पक्ष पनि हुन्छन् र केही राम्रो पक्ष पनि हुन्छन्। हामीले कामलाई सानो ठुलो सोच्नु हुँदैन। काम भनेको काम हुन्छ। रतन टाटाले पनि पढाइ पुरा गरिसकेपछि उहाँले सानो काम सुरु गर्नुभएको थियो, जुन कोइला र चुन ढुङ्गा फ्याँक्ने कामबाट सुरु गर्नुभएको थियो। जुन काम गरिन्छ त्यो कामलाई राम्रोसँग गर्नुपर्छ। जस्तै हामीले कुचो लगाउने काम गरिन्छ भने त्यो कुचो लगाउने पनि विभिन्न मान्छेले विभिन्न तरिकाले गर्छन्। हामीले देखेका हौँ कुचो लगाउन आउने मान्छेहरू अथवा सरसफाइ गर्न आउने मान्छेहरू। कसैले सफा गरी गर्छन् भने कसैले अब त्यो गरेको हो मात्र भन्ने हिसाबले गर्छन्। डाक्टर योगी विकासानन्दले एउटा प्रवचनमा भन्नुभएको छ कि मान्छेहरू यति मात्र काम गर्छन् कि जति काम गर्दाखेरि उसको जागिर नजाओस्। त्यसरी काम गर्नुभन्दा पनि बरु राम्रोसँगै काम गर्ने, त्यो काम जति सक्छ सबै काम 100% पर्फेक्ट त नहोला, तर आफूले जति सक्छ पर्फेक्ट बनाउन त्यति पर्सेन्ट चाहिँ आफूले गर्नुपर्छ। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। तपाईँलाई केही भन्न मन लागेको छ भने पनि कमेन्ट गर्न सक्नुहुन्छ। भिडियोलाई लाइक, शेयर, सब्सक्राइब गरिदिनु होला। तपाईँहरू गुगलमा जानुहोला, एजेन्ट आकाश युनिपोर्ट गर्नुहोला। त्यसपछि तपाईँहरू agentaakash.com/unipoort यो वेबसाइटमा पुग्नुहुन्छ। एजेन्ट आकाश युनिपोर्ट गुगलमा यो सर्च गर्नुहोला।